इच्छा विपरीत काम गर्नु भएन। त्यो चाहिँ मलाई थाहा छ। बिपी काम टु जापान पारी डाँडा पुग्नुपर्छ हौ म त। त्यही पाङ्ग्रा यता एउटा पाङ्ग्रा यता गरेर कुदाउनेलाई दिन्थ्यौँ होइन। अनि कति लड्थेँ के मान्छेहरू त। भोक लाएर होला घाँस खान थाल्छ हौ मैले त। आउनुपर्छ फेरि हिँडेको रे फेरि मोबाइल लिन आउनुपर्छ साथीहरू के गर्नु। अಯ್यो के त्यो करेला नै भात ल्याऊ भन्ने न। वाउ यस्तो चाहिँ कसलाई मलाई भात खाएपछि ढलम ढलम बनायो। हाल्नु भएको छ नि यहाँ तान्नु न आन्टी। म यहीँबाट आउँछु क्या अघि नबल्नु कोट्टाइन्छ होला हौ हामी त। आन्टीले खुवाई गरेर। हेलो गाइस वेलकम ब्याक टु माई न्यू भ्लग। आज फेरि नयाँ दिन नयाँ भ्लग लिएर आइसकेको छु। किन नबनाउने हो र। आयो बनाउँछु कि नो 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 ल ल है साथीहरू। अर्काको तपाईँको छैन क्या अर्काको इच्छा विपरीत काम गर्नु भएन। त्यो चाहिँ मलाई थाहा छ। मेरो मात्रै बनाउँछु म। अनि म चाहिँ जाँदैछु। ए लौ न म हिँड्ने बेला किन घाम लागेको कस्तो होला छाता नबुझिकन हिँडे बेला साथीहरू। अनि सुन्नुहोस् म चाहिँ होइन म चाहिँ भात खानलाई ओल्लो डाँडा र पल्लो डाँडा जाँदैछु क्या। को जान्छ म जान्छु। सबैजनाले हेरिदिनु होला। है यस्तो छ हाम्रो गाउँ चाहिँ। त्यस्तै त्यस्तै दुःख गरेर मान्छेहरू यस्तै गरेर त कति माथि पुगिसके। हामी त खै जति गर्दा पनि नपुग्ने भएन। भ्लग हेरिदिनु क्या सबैजनाले कस्तो होला होइन आन्टी। यहाँ हो त भने कम हो माथि छ। फेरि म हिँड्ने बेला किन घाम लागेको। अनि साथीहरूमा जाँदैछु हेरिदिनु होला है। साथीहरू यस्तो छ क्या ठाउँ चाहिँ। अनि यो बाटो हिँड्दै हिँड्दै यति चढी चाहिँ कस्तो राम्रो भएको छ अहिले हेर्नु त ठाउँहरू। यहाँ त अब गाउँघरको यस्तो त हुन्छ नि होइन। मलाई चाहिँ कस्तो देखिरहेको छ। बिपी काम टु जापान जापान त जानुपर्छ। थकै लाग्दैछ साथीहरू। आमा मम्मी मलाई कुरेर बस्नु भएको छ। सबैजना मलाई कुरेर बस्नु भएको छ। भात खाना भए पनि जाँदैछु हौ म त। ए ल राम्रोसँग जानु है ल। मेरो घर उयो त हो नि उयो हो क्या ऊ चिन्नु भएन मलाई। उयो सानो छ नि यो जस्तो हालेको यो निलो निलो हो त्यहाँको हो क्या म चाहिँ। यसो भिडियो फोटो खिच्दै आएको क्या। राम्रो आउँछ नि त यहाँ गाउँघर होइन। ठाउँ त राम्रो छ कि साथीहरू होइन। तपाईँहरूलाई यतातिर पनि मैले भ्लग बनाएर हालिदिइसकेको छु हेर्नु भएको छ होला। यहाँ हो भने साथी पारी डाँडा पुग्नुपर्छ हौ म त। त्यही हिँड्दै जाने हो जहाँ पुगिन्छ पुगिन्छ। घर चाहिँ देखेको त छु कि बट त्यो एकचोटि मात्रै आएको नि त म खासै याद छैन क्या। अहिले चाहिँ अब जाँदैछु यो बाटो हुँदै। साथीहरू बाटो त यस्तो भएछ हेर्नु त। यो ठाउँमा कसरी गाडी कुद्छ भने एउटा पाङ्ग्रा यता एउटा पाङ्ग्रा यता गरेर कुदाउनेलाई गीत बजिरहेछ यता के रहेछ हिन्दी गीत बजिरहेछ साथीहरू। कपिराइट लाग्छ आफूलाई त गाह्रो छ। राम्रो देखाएको छ मलाई। यसले कस्तो नसा जस्तो भएर फुकालिदिएको। आया हो
बन क्याटअप गर्ने मन खिच्ने मान्छे पनि माथि माटो भयो त्यहाँ त्यहाँनिर अब कस्तो भयो होला मेरो त्यो मोबाइलको हालत एक्लै रमाउन सिक्नु पर्दो रहेछ साथीहरू दिदीहरू गएपछि आई मिस यु दिदीहरू आई मिस यु एक्लै रमाउन सिक्न पर्ने रहेछ आजको के भन्नु साथीहरू हामी पहिला होइन यस्तो गरेर हिँड्थ्यौँ कि अनि यसमा बाँधिदिन्थ्यौँ होइन अनि कति लड्थ्यो कि मान्छेहरू त भोक लाएर होला घाँस खान थाल्छ हौ मैले त कहिले आउँछ होला कति टाढा छ अझै त म त यहीँ भिडियो बनाएर होइन भ्लग यहीँ इन्ड गर्ला जस्तो भइसक्यो कति धेरै बनाएको म एक्लै हिँड्न ज्याउ लागेर भिडियो बनाउँदै हिँडेको हेर्नु न त्यहाँ प्लटिङ भइरहेछ कस्तो दामी देखेको यार तर कसम भनेको ठाउँ त है एकदम दामी क्या एक्लै बोल्न त लाज लाग्छ कि मलाई होइन लाइक पब्लिक अलि त्यो मान्छेहरू धेरै भएको ठाउँमा चाहिँ मलाई लास्टै लाज लाग्छ क्या अनि यहाँ त कोही छैन यहाँ देखे पनि भालै छैन त्यही भएर भन्नु देखेको साथीहरू बिहे भएको 2010 आइपुग्यो क्या हो यसो हेर्दा त आइपुग्यो जस्तो लाग्यो एउटा घुम्ती कटेपछि आउँथ्यो अहिले बेला त साथीहरू म त हिँडेको ला हिँडेको भन्नु तर मोबाइल त्यहाँ छ अनि फेरि मोबाइल लिन आउनुपर्छ यसरी हिँडेको रे फेरि मोबाइल लिन आउनुपर्छ साथीहरू के गर्नु साथीहरू ओर्लिनु पनि गाह्रो रहेछ हौ कस्तो ठाउँ हो यो पापा आइपुग्यो म चाहिँ त्यहाँ छन् केटाकेटीहरू बाटै बाटो आऊ भन्ने त्यो बाटै रहेछ भोकले आएर चुडिन लगाइसक्यो के खान दिन्छन् कुन्नी ओल्लो डाँडा पल्लो डाँडा भात खान आएको पो हो त म त त्यहाँदेखि गएर त्यही भन्छु कि म लौ न भात खान आइपुगेँ म भात खान आइपुगेँ कि म के त्यो करेला नै कस्तो अचार हो ल हुन्छ तरकारी चाहिँदैन दाल भात लप्सीको अचार भए पुग्छ किन हाँसेको तपाईँ चाहिँ किन मान्छे बने पकाएको मौका पाउनु नै उडिहाल्ने उडिहालेको भने मान्छे मोटी दिए तर दुब्लिए दुब्लाएर यहाँ सिलिमचेट ब्लग बनाएको गाई ब्याउनलाई चाहिँ कुखुरो ब्याउनलाई लु न भात खाऊ लु भात खाऊ मम्मी चाहिँ के खानुभयो किन कराकी नकराउ त कराउनुहुन्न नि नारायणजी कोही भिडियो नबनाऊ भन्छ नकराउ न बा तिमी कति रमाइलो हेर्नु त यस्तो गाउँघरको यहाँ बस्ने भात ल्याऊ भन्ने कस्तो नखिच्नु र खिच्ने हो मिठो मानेर खानुपर्छ
ल यतिको चाहिँ हुनुपर्छ देख्यो घर यतातिर आएपछि यतिको चाहिँ हुनुपर्छ राम्रो छैन है के राम्रो छैन भने घर भने कि यतिको माया चाहिँ हुनुपर्छ नि त अन्डा बनाइदिनु हुन्छ अरे के भात अनि अन्डा अनि अचार दाल छैन दाल पकाएन ल ल केही छैन जे छ त्यही खानुपर्छ पछि खाइसकेपछि साथीहरू मेरो लागि खाना वाउ यस्तो चाहिँ कसलाई हुन्छ भने मलाई हुन्छ है अब म खान्छु खान्छु अब म आनन्दले बसेर खाला म सबै चिज तातो बनाइदिनु भयो भात पनि तातो भएछ हो नि पेट दुख्छ के चिसोले मलाई नि हुँदैन है चिसो खानै हो चिसो चिज खानै हो न अनि त्यही भएर तातै बनाउनु खानुपर्छ कि मलाई पनि मिठो छ अझ मिठो छ अम्लो च्वाक म त ब्लग कति टाढा उयो पल्लो गाउँदै भात खाना पल्लो गाउँदै ओल्लो गाउँ भात खाना गएको गरेँ ब्लगमा भनेको छु कि आज लास्ट टाइम मिठो भयो चाहिँ भोला नि छ है त्यही भएर मिठो भयो सब काम गर्नुपर्ने थियो होला मैले मासु आउनु मलाई दिएँ तपाईँलाई त्यहाँ तल एकछिन भर्खर बसेको हो क्या हामी त दुखेर सबै भयो अझै मकै उगाउनु बाँकी छ छडाउनु मात्रै बाँकी त्यो मकै नगाइछु क्या हो कि कहिले नगा आज बस्यो कि अघि हो आज नगाउनु हो बिहान अघि बिहानदेखि नुनको अनि हामीले त कस्तो मिठो गहुँ पकाएर खाएको अहिले अघि म ढिँडो खाएको मम्मीले भक्क बनाउनु भएको ढिँडो पनि मन खान्छु अनि फर्सी मुन्टा मनै नपर्ने मिठो भयो मन त अचार चाहिँ मलाई नि कस्तो मिठो रे खाइ जति खाएँ खाम भनेको मिठो छ कि सबै हालेको साथीहरू यस्तो छ हेर्नु है अब साथीहरू कस्तो चाहिँ यस्तो हुन्छ क्या मेरो चाहिँ सोच के थियो भने उहाँ घरबाट आउने बेला मस्त भिडियो बनाउँछु होइन अहिले त मलाई भात खाएपछि ढलम बनायो दुईजनालाई चिल्छ त्यहाँ हो यस्तो छ बाह्र निदाउने हो एक निन्द्र सुत्ने हो घाम लागेर हो क्या हामी यसो थन्केको है होइन घरबाट आउने बेला यस्तो थियो कि मलाई पुरै होइन अब म यस्तो भिडियो बनाउँछु यस्तो राम्रो गर्छु भन्दा अहिले भात खाएपछि त ढलम बनायो अहिले हाम्रो फेरि यहाँ काम सुरु भइसकेको छ नुन हो त्यहाँ हाम्रो काम स्टार्ट भइसक्यो साथीहरू त्यहाँ हेर्नु त्यहाँ मकै भुटु काट अनि आन्टी अनि मम्मी यहाँ अब हामी काँक्रो खान लाग्यो साथीहरू काँक्रो खाना लगाएको काँक्रो खान लाग्यो अनि खुर्सानी डल्ले खुर्सानी काटेर है मिठो हुन्छ मलाई त फेरि काँक्रो भयो कस्तो मुखबाट रस आएको है सबैजना तलै गरेर खाने रे अनि दिन तलै जाने साथीहरू यस्तो मिठो मानेर खान पर्छ हाम्रो अब काँक्रो पार्टी गर्न लाग्यो लाउनु काँक्रो काटौँ क्या काँक्रो चाहिँ वास्तै गरेर कसरी हाल्नु हो यस्तो मजाले खाइन्छ कि अब चिप्लेर अब त के बनाइभयो त भिडियो यो बिडी होइन मैले चाहिँ खाँदिनँ तर एक पप तान्न मन लाग्यो के हुँदो रहेछ तानिरहेछ है त मजा आउँदो रहेछ है यस्तो नि हुन्छ हेर्नु ल कहिले काहीँ ट्राई गर्नुपर्छ ट्राई गर्दा चाहिँ केही जाँदैन बानी नलगाउनु रे सो ट्राई गर्यो कस्तो मिठो भयो तर साथीहरू यहाँ हेर्नु न साथीहरू यहाँ हेर्नु न मैले आज घाँस बोकेको कति धेरै हो कस्तो देखाएको छ मलाई हामी यहाँ अझै घाँस हाल्नु भएको छ नि यहाँ घाँस काट्ने हेर्नु साथीहरू घाँस काट्ने एकजना होइन अनि घाँस बोक्ने एकजना अनि यस्तो चाहिँ कसको हुन्छ भने मेरो हुन्छ लु न अहिले त भारी पो भयो त थिचिराख
घाँस लिन जानु लाग्यो म चाहिँ केटाकेटी हो तर घाँस लिन जानु चाहिँ सक्दिनँ मैले तर मलाई कसरी आउँदै होला है अब यहाँबाट कसरी उक्लिने होला तपाईँ यता आउनु त मम्मी म तपाईँलाई देखाउँछु कि यहाँ अब घाँस चाहिँ ल्याउनु लिएर आइयो होइन अब यहाँबाट उक्लिनु चाहिँ नि यसरी उक्लिने त होला नि कसरी उक्लिने होला त साथीहरू कमेन्ट गर्नु है हामी चाहिँ अब यस्तो लाइक हुन्छ नि मान्छेहरू कस्तो दुःख गरेर भिडियोहरू बनाइरहनुहुन्छ होइन हामी चाहिँ अब मजाकमा भिडियो बनाइरहेको छौँ यस्तो रमाइलोको लागि है त्यो अरूको दुःख देख्दा पनि आफूलाई कस्तो लाग्छ भने हामीले त्यस्तो भोगेको छैन नि त त्यसरी घाँस बोक्ने घाँस काट्न जाने दिनबारी मेला पात गर्ने हामीले चाहिँ छैन हामीलाई चाहिँ रमाइलो यस्तो अनि यस्तो गरिरहेको छौँ भने साथीहरू तर आज चाहिँ हेर्नु तपाईँहरू कुरा त्यस्तो नबुझ्नु आज चाहिँ मैले दिन अघि अब आधा 1 घन्टा त दिनलाई चाहिँ घाँस खान थालेको आमाले आमाको डोको भर्नलाई यो मैले काटेको हो है साथीहरू अनि दिन बिहानदेखि त्यहाँ हेर्नु त साथीहरू मकै बिहानदेखि नङ्ग्याएर अब त्यसलाई छोडाउन बाँकी छ क्या अझै कति काम छ गाह्रो छ नि ल्याउनु अब यहीँबाट ओर्ने जान्नु न आन्टी साँच्ची यहीँबाट आउनु र होइन कि जिस्केको म त लडिहाल्छु नि जिस्केको पो त होइन खैल्याउने यता यत्रो घुमेर आउनुको छाटो म यहीँबाट आउँछु क्या अघि नबल्नु चढा थिएँ नतान्नु न तपाईँ नतान्नु सिक्नुपर्छ र क्या साथीहरू चढ्यो ट्रेकिङ गएको जस्तो भयो यार गाह्रो छ नि कुखुरा पनि फुनुङ फुनुङ घुम्छ खानु कि यहाँ त मोटाइन्छ होला हौ हामी त आन्टीले खुवाएको खुवाइ गरेर मिठो आज अहिले चाहिँ टिम्बुर हालेर नुन खोर्सानी बनाएर ल्याउनु भएको बब्बर मिठो उसिनेको रे हो कसो छ मम्मी मिठो नि आमा कसो मिठो छ च्वाक छ आन्टी कस्तो मिठो मकै भटास मकै चाहिँ पाकिसकेछ म त भटास भनेको यो भटास यसलाई यहीबाट हो त्यो सानो भटास बन्ने हो त्यो झुरुम झुरुम बन्ने यहीबाट हो कस्तो झुरुम यसलाई निकालेर छोडाएर सुकाएको हो सुकेपछि त्यो मकै थिएन मकैमा हुन्छ नि भटास ए हो मलाई थाहा थिएन कस्तो खोर्सानी कहाँबाट फल्थ्यो मम्मी भन्थ्यो मैले त खोर्सानी त फुल फलेछ भन्दैछ यही सुकेर पाकेर झारेपछि हुन्छ यस्तो छौँ हामी अहिले हामी साथीहरू खाँदैन एउटा फोटो खिच्न पर्यो साथीहरू मलाई चाहिँ वनको बाटो लिएर हिँड्ने होइन होइन लप्सी पाइन्छ भने हिँडेको होइन तिमी लप्सी टिप्न लगाएको अरे वनको बाटो टिप 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 कहाँ छ खोइ लप्सी है रहन्छ त साथीहरू लप्सी सिकुएको यो त्यही हो लाउनु म राम्रो रहेछ यो त के हो यो म छान्न आएन बुढा पनि तगडा बुढी पनि तगडा लाउनु त्यो त प्याउले लक्ष्य टिप्ला अरे झोलै छैन अनि तपाईँ के यस्तो यहाँ नि सधैँ यत्रो के भयो लाउने राम्रो हो मम्मी राम्रो हो छैन भन्छ नि यार सिधै थकेला यार लप्सी खोज्न गएको कस्तो मिठो हुन्छ नि लप्सी खाने अचार खाना है मम्मी आज बनाउनु ल भात त खान सकिँदैन तै पनि हामी त्यो ऊ हालेर बनाउने हो कि मम्मी तिल गुन्द्रुक नहाल्ने तिल हाल्ने रमाइलो छ ठाउँहरू चाहिँ जे होस्
गाइज अब हामी चाहिँ घर जान्छौँ यही हो त्यहीँबाट आइसक्यौँ हामी त्यहाँबाट यहाँनिर घर छ